यो चाहिँ किङ कोब्रा सर्प रहेको छ। यसलाई वैज्ञानिक नाम अफियोफेगस सेना भनेर चाहिँ चिनिन्छ। हेर्नु होला यो सर्प चाहिँ कति ठाडो परेको छ। हेर्नु होला त्यो मेरो झोला लिएर आउनु त। झोला लिएर आउनु मेरो। भाग्नु न यार। हे तेरिका यसरी काम गरे हुन्छ यार। त्यो मेरो झोला लिएर आउनु। झोला के सिस्नो छ कि क्या यहाँ हो? हेरी सिस्नो छ भन्नु पर्थ्यो नि त। हात पोले मेरो सिस्नो रहेछ। यो सर्प चाहिँ एकदमै रिसाएको अवस्थामा छ केटा। यसलाई चाहिँ पुरै स्वाहा गरिरहेको छ यो सर्पले। झोला यो सर्पको पुच्छरसम्म ल ल ल ल ल यो झोला सिधा बोकाउनु पर्यो। एकजनाले यो पुच्छर समाइदिनु न भाइ। झोला नि अलि मिलेन कि यार। मिलाउनु छिटो हो। त्यसलाई अझ भित्र गर्ने यतापट्टिको चाहिँ हो त्यो त्यसरी हो। निस्क्यो यो के अरे उताबाट छिर्छ होला यो सर्प है। एकजनाले यो 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 पुच्छरसम्म एकजना आएर पुच्छरसम्म नछोड्नु। यताबाट आएर सम्म नि यार। कहाँ होला जाएको यार तपाईँ पनि यार। कसरीसम्म नछोड्नु है। होइन नछोड्नु है भोलेर पनि। बिस्तारै तपाईँ यता आउनु हो। बिस्तारै हो। छोडिदिनु भित्र छिटो। अलिकति खोज्नु पर्यो त्यसलाई। लट्ठी लिएर छिटो एउटा हो। दिनु होइन निस्क्यो है। टाउको निकाले। हे तेरिका यति छिरिसकेर पनि निस्क्यो। सर्पको अनुहारमा कसैले पनि नहेर्नु होला है। यसले विष फाल्छ है। साँपको आँखामा नहेर्नु है। हेर्नु यो सर्प कति उठिरहेको छ। उता मान्छेहरू
ल एकजनाले यो झोला थाप्नु त एकजनाले झोला उठाउनु त ए एकछिन त्यसरी मन लाग्ने पाराले हुँदैन कि यो पुच्छर समाइदिनु पुच्छर एकछिन नअल्डाउनु आउँछ एकछिन है तपाईँ छेउमा नआउनु है कोही पनि है नआउनु है ती बस्नु नहल्लिकन है यो पुच्छर हो हाल्नु आयो है के भयो हेर्नु ल समातेर तान्दियो क्या त्यसले यो तान्नु त उता यसमा हाल्नु ल तेरी का सर्पको चाहिँ फाइनली रेस्क्यु भइसकेको छ।